हेलो एन्ड नमस्ते सबैजनालाई वेलकम ब्याक टु माई अनदर ब्लग। म चाहिँ रेडी सेडी भएर जाँदैछु माउलोतिर, किनकि हाम्रो घरमा चाहिँ नयाँ मान्छेको आगमन हुँदैछ। अनि मेरो माइलो मामाको छोराको चाहिँ छोरी जन्मिनु भएको हो कि, अनि उहाँहरू चाहिँ विराटनगरमै हुनुहुन्छ। म चाहिँ आज जाँदैछु, एक दिन अगाडि नै जाँदैछु कि उहाँहरू चाहिँ भोलि आउनुहुन्छ। म चाहिँ कामहरू सघाउनको लागि एक दिन अगाडि नै जाँदैछु। अनि हाम्रो घरमा चाहिँ लक्ष्मीको आगमन भएको छ एन्ड सो एक्साइटेड टु मिट हर होइन। अनि मैले भोइस ओभर गर्नुको कारण चाहिँ किनभने मेरो भोइस चाहिँ यस्तो सानो आइरहेको रहेछ, अनि पछाडिको ब्याकग्राउन्ड नोइज चाहिँ धेरै आइरहेको रहेछ कि गाडी सफारीहरूको। मसँग माइक छैन नि त, अनि त्यही भएर। अनि या त्यही हो, आजको ब्लगमा चाहिँ मैले त्यही ह्याप्पी मोमेन्टहरू हजुरलाई सेयर गर्नेछु। सो स्टे ट्युन। जस्तो आयो त्यस्तै हजुरहरूलाई प्रस्तुत गरिहाले। अब केटाकेटीहरूले आफ्नो रहर पुरा गर्नको लागि खोलेको च्यानल हो, सब्सक्राइब चाहिँ गरिदिनु होला, धर्म हुन्छ। कति एक्लै रोड क्रस गर्दिनँ कि गाइस, तर पनि मैले गरेँ। असम्भव असम्भव। मलाई लाग्छ डर लाग्छ रोड क्रस गर्दा चाहिँ, कि त अगाडि कोही मान्छे हुनुपर्छ म सँगसँगै। मेरो कपाल यहाँ चाहिँ हाम्रो सेकुवा पोलाइ हुँदैछ। मम्मीले पोल्दै हुन्छ ल सेकुवा चाहिँ। ल सेकुवा खानालाई आउनुहोस् तपाईँहरू। वाउ कोरियन भाइ यता हेर्नु त, यस्तो यस्तो कपाल कपाल हौ। वाउ हेर्नु तर सेतो कपाल फुलेर के बिताउँछ यत्रोमै। माइ चाहिँ जान्नु भएको छ हौ। हाम्रो माइरो सबक घरमै अर्ग्यानिक टमाटर आफ्नै घरमा उत्पादन भएको। कोही हेर त यहाँनिर क्यान खानु खेल्नु भनेको भनेछ मलाई। यहाँ एकछिन न त, यहाँ भिडियो त। अनि यहाँ हेर्न सक्नुहुन्छ, यहाँ हाम्रो झुल्के मकै, आफ्नै बारीको मकै। खरबुजा खरबुजा अहिलेको त चिसो चिसो भएको छ। ताईमा पकाएको मिठो हुन्छ हौ। यस्तो भएछ नि माउलोको भ्यू देखाउँछु ल। फुलहरू हेर्नु कस्तो दामी छ कि। म चाहिँ सानोमा माउलोमै हुर्केको हो नि त। अनि यो म नजन्मिँदादेखिकै हो झन्। पहिला सानोमा त यहाँ कस्तो राम्रो थियो कि, त्यहाँ पनि दुबै दुबै थियो। अहिले चाहिँ प्रस्तर गर्नुभएको छ उहाँहरूले। म सानोमा चाहिँ दुबो थियो, यहाँ गेट थियो। अनि यहाँ बस्थ्यौँ, अलिक राम्रै छ। म अब यो फुलको बिरुवाहरू लान्छु एक दुईवटा। यो पनि यहाँ चाहिँ ठिक्क यस्तो घाम लागिरहेको छ। अनि यता जाँदाखेरि हाम्रो यहाँनिर भोटे छ। भोटे बोटुका चाहिँ धुनुपर्ने अवस्था भएछ। यहाँलाई कति शीतल हुन्छ कि यो उसको छायाले। के भन्छ यसको नाम पनि थाहा छैन, तर शीतलै हुन्छ यहाँनिर घर महिना भयो भने। यो खरबुजा चाहिँ खासै मिठो रहेन रहेछ। 50 रुपियाँको एउटा डल्ला ल्याएको थिएँ हिजो हट्याबाट, यस्तो मिठो छैन। जिस्काउँदैछ के अरे है गाइस। अनि यो मान्छेको चाहिँ आज रिजल्ट आउँछ एसीको। आज आउँछ कि भोलि आउँछ, कहिले आउँछ म सुनाउँछु ल के हुँदो रहेछ। पास हुन्छु भन्दैछ भन्नु त। म सोझी मान्छे हो, म पास हुन्छु। हेरौँला हेरौँला हेरौँला, तेरो यो चुरीफुरी कति दिन टिक्छ म पनि हेरौँला। आइनो हेरौँ ल। भनिदिनु जस्तो जनता जान्न चाहन्छ। मेरो भाइ किन सेन्टी भएको। यो फुल यसको बिरुवा लान्छु भनेको, मलाई यसको बिरुवा निकालै आएन हौ। राम्रो लाग्यो है घरभित्र राख्दाखेरि इन्डोर।
दुबो हेर न कति पछाडि मैले दुबो देखिँदैछु सानोमा त अब एकैचोटि दसैँमा त उमा राख्छ नि त कासामा पूजा गर्दाखेरि त्यति बेला देखिन्थ्यो अहिले त बस म खिच्दिनँ नि त म फोटो खिच्ने मुडमा चाहिँ यहाँ कट्टु लाएर बसिरहेको छु यसरी कट्टुमा छु मैले आइजोको त्यही पनि आइजोको कुखुरा पनि छ यहाँ चारो दिँदै हुन्छ माइजूले गर्मीले 5-6वटा डिस है 6वटा छ है अनि अरू अरे मैं क्या बताऊं मैं क्या बताऊं अरू के भन्नु र हो कुखुरा यति नै हो अनि अरू त केही पनि छैन अब थपिदिनु ल ओ दाजु यहाँ त सुँगुर किनिदिनुहोस् दाजुले त खरबुजा खाँदैछ भान्तिर मिठो त छैन पनि के छ हौ म के पोल्ने मान्छेहरू त खबर मामा जानुहुने हो काम ढिलो भयो भन्नुहुन्छ त जान्दैन खानु ढिलो भयो भने पनि है जग्गा त्यसको आमा है आमा यत्रो छ अनि आमा हो अहिलेको चाहिँ छोरा के बोल्ने मान्छेहरू त बोल्दै आफै खाँदै सकाउँदै गर्नु भएको छ अब के पछि भन्नु त होसै छैन हाम्रो माइली छामालाई काँचै खाँदै हुनुहुन्छ अनि पोलेको कि खानु भएको तपाईँले पोलेर खाएको चाहिँ अलिअलि खाएको के भन्न किन होइन बालगरमबाट निस्किन आँटेको चाहिँ टाइम लाग्छ यस्तो छ हाम्रो दिदीलाई सपोर्ट गरिदिनु सब्सक्राइब गरेर गाइस मेरो यहाँ पपैया पनि छ होइन हो त पपैया हो त मेवा त त्यो तर अन्त फलेको चाहिँ छैन गाइस घाम होइन जस्तो लाग्छ इन्दिरा दिदी चाहिँ हेर्दै यहाँनिर मिस गर्नु अब यता चाहिँ फेरि इन्दिरा दिदीको याद आयो अरे होइन मासु अघि हेर्नु हुँदैछ नि त भिडियो तर मासु देख्दा त मलाई नि इन्दिराकै याद आउँछ हौ कति राम्रो आयो bombastic side eye ल सुन्दरी के लगाइदिएको सुन्दरी अङ्कलले हेरेर मक्ख त्यति साह्रो झरेको छैन हौ तर झर्छ हाम्रो मम्मी पनि झरेको छैन भन्दा कान्छी हो अन्त त्यहाँ हाम्रो मम्मी जेठी यता माइली अनि उहाँको मम्मी अहिलेको रातो लुगा लाउनु हुने कान्छी हाम्रो चाहिँ खाजा है दिउँसोको अहिले त कान्छी छानाकोमा खाना खाइवरी फेरि माउला आएको हो कि बसाइ त फेरि के भन्नु त हाम्रो कोरियन बोय यति हेर्दा यस्तो ह्यान्डसम छ फेरि अब एकछिनले चाहिँ म नजन्मिँदाखेरिको हो कि यो पैसा चाहिँ मलाई अझै याद छ म सानोमा यहीँ हुर्केको हो नि त तर म चाहिँ माउलोमै दाईहरूसँग बसेर हुर्केको अनि बहिनी चाहिँ उता बाबाको मम्मीसँग के भन्न भन्यो है फोनमै भन् पछाडिबाट आन्टी देखिन्छ आन्टी नै हो नि त अब लुगै आन्टी जस्तो लागेको छु त अनि माइजूको लुगा माइजू यत्रो मोटी हुनुहुन्छ अनि यस्तो ड्रेसमा छु कि म अघिदेखि हाँसेको म सुमनले पनि यो चाहिँ दाईहरूले पहिला त यहाँ प्रिन्ट हो नि साँच्चै देखाउँदा हुन्छ अहिले त फेरि वाइट हाल्नु भएको छ यहाँ मामा हो जसले जस्तो झोला बुन्नुहुन्छ प्राइस 500 देखि 600 सम्म छ लाइट बाल्नु त लाइट बाल्दा चाहिँ कस्तो राम्रो देख्यो यो चाहिँ
माइजूले बुन्नुभएको क्या आफ्नै हातले। प्राइस 500 देखि 600 800 सम्म छ। यो चाहिँ बेबी 650 त्यस्तै होला सायद। राम्रो छ। अर्को व्हाइटमा पनि छ। दिस व्हाइट चाहियो भने यो भिडियो हेरेर सम्पर्क गर्नु होला मलाई। हेर्नु न भाइहरू सबै गेममा व्यस्त हौ। गेममा व्यस्त के गेम हो यो? गेम पनि कस्तो थरी थरीको खेल्छ भने कति स्विट छ। यस्तो राम्रो देखिन्छ कि भनेको यहाँ फुलको छेउमा हाम्रो फोटो खिच्ने भिडियो खिच्ने ठाउँ चाहिँ हो क्या माउलामा। यस्तो राम्रो देखिन्छ सिन। अहिले राम्रो नदेखि पनि खायो होला यसमा। सिनिक्क पारेको रहेछ त बिचरा। पानी ल्याइदिउँ ल, पानी दिउँ ल। खायो होला हौ बिचरा। ल खा बटे। खानु मन रहेन रहेछ। सुजन दाईले भात है बेलुका बेलुका लानुहुन्थ्यो यस्तो डुलाउनको लागि। अब यसलाई कसले लान्छ होला र? माइजूको फुर्सद हुँदैन, मामा काममा हुनुहुन्छ, सानो भाइ स्कुल। बिस दिएको जस्तो लाग्यो क्या यसलाई। फेरि पानी दिएको बिस होइन। अरू के घरमा छ? हजुर ए हस् माइजू। राम्रो यहाँ त ल हजुर अचार गर्मीमा हेर न। एकचोटि बरफ खाइसक्यौँ। 3-3 चोटि 4-4 चोटि खान्छौँ बरफ हामी यहाँ गर्मीले गर्दा कि। यस्तो चर्को घाम छ कालो। म झन् काहीँ नडुल्ने मान्छे 2 दिन यसो डुल्दिएको है। मम्मी आउनु भएको छ र त्यो पनि यस्तो कालो भइसक्यो। अचार हेर अचार। पस्ने हुँदैन खोइ त। बिहाको बेला त उता खाली हो। अब सकेपछि बस्नुहुन्छ के गर्नु त। कागतीको बोट पनि छ यहाँ। अनि यता फेरि टमाटरको बोट छ। अनि यहाँ फेरि अकबरे खुर्सानी लाम्चो खुर्सानीको बोट छ। अनि यहाँ सिस्नु पनि छ कि काहीँ छैन न। भर्खर हुँदै रहेछ सिस्नु चाहिँ। यो नि खोर्सानी नै हो। यो सिस्नु हो। सिस्नु नखाएको पनि धेरै भयो हौ। घरमा हुँदा त खाना पाइराख्यो नि त। यहाँ चाहिँ खान्छु भनिन्छ फेरि हटाएको बेलामा बिर्सिन्छौँ के ल्याउने। अनि यो भयो फर्सीको मुन्टा पनि यहीँ छ। यस्तो हुनु पर्यो नि हौ। यस्तो चाहिँ गाउँमा मात्र मैले देखेको थिएँ क्या। मैले माउलोमा चाहिँ यही पालि देखेको यो बन्दनिया पिनेर खाँदा मिठो हुन्छ यसको अचार। बन्दनिया मरे कस्तो घोचेको। फेरि यहाँ बोडी पनि छ कि मलाई फेरि यस्तो खालको बोडी लास्टै मनपर्छ। त्यो अर्को खालको हुन्छ नि ठुलो खालको त्यो चाहिँ मन पर्दैन। यो खालको चाहिँ मनपर्छ कि मलाई। फेरि मिठो लाग्छ। अनि यो चाहिँ मलाई मेरो आमाको याद आउँछ यहाँ बस्दाखेरि। यो मिठो बास्ना आउँछ नि। यसको नाम के हो मलाई ठ्याक्क थाहा चाहिँ भएन। तर सानोमा आमासँग यसरी पर जान्थेँ। अनि यो सुन्थेँ कि के लागेको बेलामा, ज्वरो टाउको दुखेको बेलामा के लाग्यो भनेर यो सुँगाइदिनुहुन्थ्यो कि आमाले। आमा भनेको चाहिँ मम्मीको मम्मी है। अहिले चाहिँ उहाँ हुनुहुँदैन। मैले बचपनको कुरा गरेको मेरो बाल्यकालको। यहाँ लट्टे पनि छ ल। हामी चाहिँ यहाँनिर घडी बनाउँदैछौँ।
मम्मीको घडी बिग्रेको थियो र घडी बनाउँदैछौँ क्या हामी त्यहाँ चोकमा रहेछ ठ्याक्क अङ्कल चाहिँ हुनुहुन्न बनाइदिँदै हुनुहुन्छ ब्याट्री फेरेको अनि जोडेको हुनुहुन्छ के खायौ तिमीहरूले कहाँ जाँदैछौँ कुखुरा बोक्न तारी हेर्नु न एउटा चाहिँ तारी सोध्दै तर तपाईँहरूलाई थाहा छैन होला यो तारी भनेको के भनेर म चाहिँ दाइसँग छु यो सब किनिसकेको कुखुरा 1 2 3 4 5 6 7 8 9 यो सब तारी खाएको हामी चाहिँ नयाँ बेबी हेर्न जान लागेको हो कि भोलि न्वारान छ उसको अनि हामी चाहिँ यहाँ हट्टामा सक्नु ओ खानु तारी कहिले भन्छ सुत्केरीको लागि लोकल कुखुरा पेटको पोले त खाली पेट खाएर हो क्या हो 11टा कुखुरा सो गाइस आज चाहिँ हाम्रो छेउर छ अनि अब हामी चाहिँ बिहान उठेर कामहरू गर्न आँटेको म चाहिँ हिजो नै आएको हो कि हिजो आएको माउलो अहिले चाहिँ हामी माउलोमा छौँ बहिनी काम गर्न थालिसक्यो अनि म अब बल्ल त उठ्दैछु काम गरौँ होला अनि पछाडि पनि सरसफाइहरू हुँदैछ त्यस्तो ठुलो त गरेको होइन हामी फ्यामिली बिच मात्र हो कि हल्का अनि अब मेरो भाडा मास्ने काम त सबैभन्दा सुरुमा डह्रो डिस हान्ने उहाँ चाहिँ मेरो काइलो दाई हो हेर्नु न यता हेर्नु न हौ कस्तो छन् के अरे हिँडेको काइलो दाजु सिङ्गलै हुनुहुन्छ बहिनीले घर सफा गर्दैछ बढाल्दैछ बिहानीको भ्यू यस्तो राम्रो सिन आउँछ कि यहाँ माउलोबाट चाहिँ फुलै फुल भएर अनि उयो कान्छा ऊ चाहिँ कान्छा हो कान्छाले चाहिँ झाडु खाल्दैछ कान्छा र भाइ सोल्टी अहिले मेरो क्यामेरा देख्नु भनेको लाजले अनि दाई चाहिँ दाई पनि पुस्दै हुनुहुन्छ मेरो दाईहरू सबैजना दाई भरि सबैजना भलात्नु हुनुहुन्छ हेलो गाइस आमा भएर गर्दैछ पूर्णिमा यतापट्टि फर्किएको छ मैले यहाँ भाडा बोकेको छु हेलो गाइसहरू पूर्णिमाले जुठो भाडा गर्दैछ म माइजू यहाँ आरीहरू बोकिँदैछु सुन्नुभयो नि मेरो त आवाज त्यहाँसम्म पुग्दैन होला तर माइजूले भनिसक्नुभयो म यहाँ भाडा मार्दैछु एक्लै हिजो बेलुकाको भाडा हो कि यो चाहिँ हिजो बेलुका अलिक अनिदो हस्पिटलमा पनि बस्न भयो नि त बहिनीहरूको अनि त्यही भएर भोलि मास्ने भनेर अहिले मास्दैछु म्याच भएपछि यस्तै हो भाडा मास्नु त तापनि मेरो चामल धुनु छ तर यतिले पुग्दैन त्यही भएर थप्ने एकछिन अझै 2टा भाडा थपिएको छ कि गाइस म मात्छु ल 2टा भाडा फेरि थपियो के गर्नु यस्तै छ हाई हेलो हेर्नु कति क्युट छ बेबी कति क्युट मै जस्तो अरे
चाहिँ म चाहिँ मेरो माइला मामा है उहाँ मेरो माइला मामा अनि यो घर यता चाहिँ जेठा मामाको है म चामल धुन आँटेको हेर्नुहोस् चामल यति छ यहाँ बासमती चामल चाहिँ मुन्टा आएछ मुन्टा यो चाहिँ पुलाउको लागि हो क्या चामल अनि अब पुलाउ बनाउनु पर्ने छ फेरि यसको मेरो भोइ चाहिँ के भयो र म अब यो धुन्छु भिजाइराखेपछि कमाउनु हुन्छ त्यो भात पकाउँदा होइन मेरो मेहनती सोल्टी यता मेरो भाइ हो यता मेरो बहिनी कान्छी हेर्नु न काम गरेर हात देखा त वाउ ग्रेट जब यस्तो मेहनती चाहिँ तपाईँहरूले सोचेको भन्दा धेरै छ नि फेरि जिस्केको होइन ल यो चामल लगाउँ त पहिला चामल कालो हुन्न है खोइ छिटो लगाउनु सक्दैन मामा बाहुबली ल चाहिँ मेरो भाइ माइला मामै मामाले बोकेर ट्वाक्कै हिँडिसक्नु भयो लेडिज फर्स्ट यति भएर काम गरेको झन् म भिडियो बनाउन आउँछु भनेको कति छिटो सकेको यिनीहरूले मेरो भ्लगमै आएन यिनीहरू काम गरेको त हाम्रो दाइ चाहिँ उहाँ है उहाँको बेबी हो न्यु बर्न बेबी कान्छाले देखाउँदैछ के भन्दैछ यहाँ आएर गफ हान्दैछ त हामी चाहिँ काम गर्ने सुभाष दाइले ट्वाक्क बसेर पुरा हेरेको भन्दै थियो कान्छा हेर्नु न कान्छा पनि मेरो अङ्कल जस्तो देखिन्छ हो यिनीहरूलाई काम गरेको पैसा दिएको रहेछ अब यहाँ बाँडफाँड हुँदैछ हेर्नु न 10% 5% कति दिनु भएको छ पैसा दिन्छ तिमीहरूलाई 25,000 25 बेला न्यु बर्न बेबी चाहिँ देखाएको छुइनँ म अब बिस्तारै देखाउँछु सुतिरहनु भयो होला मेरो बहिनी अनि हाल्नु न गाह्रो छ सुताइखेरि हाम्रो देवान परिवारको यस्तो हो पारा अहिले न्यु बर्न बेबी पनि यसरी नै सुत्नुहुन्छ के भदै नि गरेरै सुत्नुहुन्छ दाइ पनि गरेरै त चाहिँ किन आइस त चाहिँ यहाँ किन आइस भन् तँलाई के चाहियो बस बस हाम्रो काम सुरु भयो यो त्यो उयो के अरे प्याम्पर त्यो उयोहरूले पास्यो भने यो क्रिम यो त टिस्यु भइहाल्यो यो साबुन भइहाल्यो नौरानको दिन नौराको दिन यो खास यो बेसर मैले यो चाहिँ नौरानको दिन नानीलाई लगाइदिन्छ अरे के बेसार धागो यसरी मोलेर लिम्बूहरू गरेर खाइ लिम्बू मात्रै केही पनि खाउँदैन है राईले बरु सबै थाहा हुन्छ
यो लिम्बूहरूको चाहिँ खाइ लिम्बू बढ्यो 4 ऐची खेल खेलमा भन्छ भरे कुकुरै निकाल्छ तर डरले आफै भाग्छ है लिम्बूहरू तर झोक्की हुन्छ नि राई भन्दा झोकी त हुन्छ तर डरले कुकुरी बोकेर भाग्छ नि आफै लिम्बूहरू यहाँ है हामी चाहिँ लिम्बू परिवारहरू है हाम्रो माउलो सबै लिम्बू हो 4 ऐची भनेर कुकुरी बोकेर यस्तो गरेर जान्छ तर भएर के भनिस् रे भन्छ टाट्ट कुकुरी बोकेर टाप भाग्छ लिम्बू हो मामा कोले भाग्छ हो नि अनि यहाँ हाम्रो राई माइजूले के भन्दै हुनुहुन्छ है लिम्बूको त्यो बोलीको खुटानी मात्रै हो आँट छैन ओके लु मामाकै अगाडि यस्तो भनिदिनु भयो माइजूले उता मामा मुख घुम्चाउँदै हुनुहुन्छ चौरी गरेर छाला कति एउटा मुजा पर्काएछ यो हेर्नु न त्यो गौडे भने कति गरेछ भित्र उ भएर हौ भाउजू र नानीलाई चोखाउने कति राम्री देखियो अलि सेतो देखियो अब चोखाउने भाउजूको त कम्ता राम्रो छैन होइन कपाल भाउजूको होइन चोखाएको है पहिला यो नाम चाहिँ खाली जति बेला पनि है हुक्का हिजो रातभरि पनि हुक्का तानेर यिनीहरू नसुती छ गो कहाँ चाहिँ गएको थियो र काम सक्यो हेर सुतेका लु भयो रेडी ए एकदम ब्युटिफुल नाम पनि हामीले राखिसक्यौँ त सुबिना सुबिना असल र बुद्धिमानी सुबिना चाहिँ होइन नि फोनको बिजोग भएको छ डन डन ऊ चाहिँ मेरो जेठा मामाको कान्छा छोरा है अब जेठा र माइला विदेशमा हुनुहुन्छ अस्ति भर्खरै जानुभएको उहाँहरू हुँदैन त चुबु आउनुहोस् नौ न म नुहाइदिन्छु आउनु त आउ छिटो पुपुले नुहाइदिन्छ हेर त भागेको नुहाउनुपर्छ भनेर के गर्नु र कति राम्रो सिन निस्केको हरियाली ल मेन अभिभावक नै उहाँ हो अब उहाँ नआइकन केही हुँदैन त्यही भएर म चाहिँ बोलाउन आएको पाहुना आउनु भएर माइज आउनु भएको छ हाम्रो भाइहरू टन्नै छ भदैहरू टन्नै छन् हेर्नु त यी सोल्टी हो यता एकजना चाहिँ सोल्टी माइज आउनु भएको छ नयाँ मान्छे नयाँ अब बोजूले त नानीलाई नानाले दिएको है म यो फुलाउन जाँदैछु साथीले साथीहरू हेर्नुहोस् त कुखुराको मासु पाकिसक्यो है मासु पाकिसक्यौँ हामीले अनि त्यसपछि मैले फुलाइसकेँ एकलाई पकाउनु बाँकी सकेपछि फेरि लोकलको हो कि यो चाहिँ पर्पर भुट्ने मात्र हो अब यसको बाँकी छ अनि पुलाउ पाक्दैछ उता दाइले बसाल्दैछौँ भोक लाग्यो कि पकाउँदा अनि अचार के हुँदैछ अचारको हालत हेरेको छुइनँ अचार हुँदैछ ए अलिकति अझै कलर हाल्नुपर्ने भएछ त यो पानी चाहिँ करेन्ट खानेलाई त्यहाँ चाहिँ करेन्ट पनि फेरि थरीको छ क्या अनि यहाँ अब यस्तो टोङमा त खानुपर्ने हुन्छ है लिम्बूको घर भएपछि लिम्बू माउनु भएपछि टोङमा बिना त सकिँदैन ओके अचार चाहिँ उसले बनाएको है कागती त एकछिनमा पाकिसकोस् अनि अन्तिममा यहाँ छ हाम्रो दाई पुलाउ पकाइराखे सरी पुलाउ पाक्दैछ यहाँ चाहिँ अनि मासु पनि उहाँले नै पकाउनु भएको हो मेरो चाहिँ हाल त्यस्तो छ काम गरेर गर्मी फेरि त्यस्तै छ क्या के अरे
अनि यहाँ सुतुवाहरू चाहिँ हेर्नु न सुतिरहेको छ अझै पनि साह्रो छ पर चाहिँ हेर्नुहोस् न दाइको ससुराबा दाइको ससुरालतिरको आफन्त हो उहाँ चाहिँ भाउजूको फ्यामिली गफ गर्दै सधैँ बस्दै हुनुहुन्छ के फ्री फायर म चाहिँ भिडियो गर्नै बिर्सेको अवस्था यहाँ खाना खुवाइ हुँदैछ सेयर भेट्नु भएन सब ल खै ल खाना खुवाएँ हाल्ने चाहिँ यता माइली छामा कान्छी छामा आउनुभएको अवस्था छ ल हाम्रो माइली सुक्रासलाई बोलाउनु त भएर हो सफाइको पालो रहेको छ हाम्रो प्यारी हेर्नु न हप्सी बहिनी मेरो हप्सीले यहाँ दाइ चाहिँ झ्वाक्क पाएर सुतिरहनु भएको छ सुता हेर्नु न फेरि गाई ल ल थुतु गरेर जानु न ल है पाहुना ल है कान्छी फुपूबाट बाउ सुक्रा चाहिँ त लु 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 हेरिङ एकछिन ल यता माइली के नाम राखिदिएको साह्रो त न सानो मान्छेले हात अन्धार भएछ भालेहरू त माथि रहेछ अरे यो यिनीहरू निकाल्नु केटाहरूले राम्रो हो नि त यिनीहरू चाहिँ कहाँ मोबाइल हेरेर फिल्म खान्छ होला अन्त पुन्तुलु छुट्टी लाग्छ पुन्तुलु म खेल्नु भन्छ नि त ल सानो बच्चालाई छुछु लाग्दो चाहिँ हुन्छ यहाँ चाहिँ है फोटोमा त कत्रो दिन्छ तर अब सुनको फोटोमा त खिच्दा फोटोमा त ठुलो राति चाहिँ हुन्छ नि राति चाहिँ कसरी लुगा लान्छ कि लाने हो यस्तोहरू त पुग्छ होला हौ है बाक्लो बाक्लो छ हान्न बना त्यति साह्रो अब यति ह्यान्डसम देखिरहेको छ अब मेरो भ्लग हेरेर ए मेरो सोल्जीलाई त सोध्ने धेरै हुने भयो कि सोल्जी यस्तो स्माइल दिनु न एकचोटि Wait a minute. Who are you? यता ल तँलाई त किन नपत्याएको त्यसो कान्छी माटो हाल्यो त बहिनीले त साइड चिक्स नानीले त अप चिक्स अब यसको त यो त यही भइहाल्यो नि यता त हिरै भइहाल्यो ओए फोल्ड बनाइदे न मलाई अनि यहाँ हुनुहुन्छ मेरो चकचक्कु भदै चकचकीले छैन ज्ञानी नै छ तर हेर हेर्नुहोस् त गाइस
कति रुपियाँ छ खै यहाँ देखाउनुहोस् त हेरौँ कति छ मेरो भदै मेरो प्यारो भदै हमारा भदैजी अनि बुढासँग अनि फोटो खिच्नको लागि रेडी हुँदै गरेको अवस्था है हेर न फेरि मैले खिचेकै छुइनँ फोटोसुट भएर घर पसा हुँदैछ मान्छेहरूको आज रात परिसक्यो 6 साढे 6 भइसक्यो भइसकेको छ यस्तो लाग्यो है धन नछिरायो ओ तैँले त खाना पाइनस् अहिले त टन्डा खाएको थिइस् त परेको अवस्था छ है अब चाहिँ मैले बिहानदेखि गरिरहेको छु खुट्टा भुइँमा छैन भन्दिनँ तर खुट्टा त भुइँमै छ किन दाइको बनाएको सुम्नीमा राम्रो नि अझ अघि तैँले के भन्थिस् सुबिना होइन उहाँहरूको यहाँ यो रेबिका आउँछौ खाली बिचमा छ धेरै खुसी छु म अनि मेरो ब्युटिफुल छोरी जन्म दादी खोइ हौ र गाइसहरू हाम्रो मामा चाहिँ भर्खर कामबाट आउनुभएको छ यहाँ चाहिँ अब जाने तयारी हुँदैछ मामा ल एक शब्द भनिदिनु त छोरी जन्मेकोमा नातिनी अझ एकदम अनि अरू हो यहाँ हाम्रो सोल्टी हुनुहुन्छ है ओके धेरै खुसी युट्युबमा हाल्नलाई मेरो च्यानलमा हुन्छ के भन्न चाहनुहुन्छ त हजुरहरूले भदैनी जन्मेकोमा ल भन्नुहोस् अबे जल्दी बोल कल सुबह पनवेल निकलना है मस्त जोक मारा रे ये हंस ल ठुली फुपूले के भन्नुहुन्छ त बोजू पो त के गो ए बोजू नातिनी जन्मेकोमा खुसी छु अनि मेरो सुक्रास बधाईलाई धेरै धेरै बधाई छ शुभकामना यता नि बोजू है अघि भदैनी भन्ने पठाएछु मेरो पो त भदैनी त बोजू बोजू यता चाहिँ फोनमा व्यस्त यति बेला ओ माइ गड जन्तरी के भन्न चाहनुहुन्छ त ल के मैले अघि उहाँहरू चाहिँ जाने तयारीमा हुनुहुन्छ बहिनीहरूले भाडा धुँदैछ कान्छी अनि यहाँ चाहिँ खुसी कान्छी छामाको छोरी जेठी मान्छे चाहिँ सुतिरहनु भएको छ मेरो भदै यता दाजु जन्मिनु हुने चाहिँ उसको बहिनी हामी पनि गाउँछौँ के पहिला गीत गान्छ एउटा अनि तल रुम 100 रुपियाँ दिन्छु ए खै मेरो बहिनी होइन अहिले नि अलि बेला भएको छैन इन्दिरा उफ्रेपछि भइहाल्छ बेला
सबै काम धन्दा सकेर अहिले यहाँ बसाइछ अब बाँडेर कालो ढाको अब यहाँ हुक्का बनाउँदै हुनुहुन्छ नानी सिकाउने आगो त्यहाँ कहाँ त्यसरी फालेको त वाउ हेर्नु न कस्तो दामी देखेको है हाम्रो भ्लग लगभग इन हुन आँटिसक्छ अब भोलि गाइस अब म चाहिँ तास खेल्न आँटेँ तासमा बस्नु गाइस हारेर 5 रुपियाँ मात्र छ अब गाइस शुभ बिहान भनेर लोकलको तयारी हुँदैछ कुवा खेल्न कान्छी लागेको बेलामा यस्तो याद आउँछ त्यसको अहिले पानी तताएर ल्याइसक्नु भयो के छ माइली छामा ठिकै छ ए के पुगेन जस्तो जस्तो छ त अन्त यसो इसाराले गर्नु न खानु पाए त हुन्थ्यो ए खै बोतल ल्याइदिए त त्यो खाली पारेर कुखुरा खोजेर कुखुरा काटेर कुखुरा निकालेर गर्मी भयो त्यही त अनि अरू अब केही पनि आएन अब खाना बनाउँछु अब खाना बनाउने अब उदासीपनहरू अब यस्तै हो अब यता मलाई चिन्यो के छ विचार वाह क्या सीन है भोटेनी यहाँ छ भोटेनीको बहिनी यहाँ हुनुहुन्छ कति राम्रो देखेँ कि अब आफ्नो दाइलाई यस्तो अवस्थामा देखेपछि क्यामेरा तर्साउनु त मनै पर्दो रहेछ कि त्यही भएर दाइ चाहिँ लुगा धुँदै हुनुहुन्छ नानीको खानाहरू भाउजूको यो आरी धोयो त राम्रै लाग्नु नि बोलाउँदा भइहाल्यो नि अनि के हो यस्तो यो थुक्का यहाँ चाहिँ हाम्रो चल्लाहरू सुतिरहेको छ अरे कि त्यही भएर यहाँ उठाउन आएको हामी चाहिँ मेन उता ठुलो चल्लालाई उठाएको तैँले को हो कान्छा होइन बुढाबुढीहरू कस्तो चाहिँ त कान्छाको सुताइ मरद छ कसले आन्टी ए मद्रासी बुढुका ल्याइदियो त आन्द्रा हान्नको लागि आन्द्रा है आन्द्रा म चाहिँ खाँदिनँ अस्ति ल्याएको क्या अस्ति पाहाडबाट ल्याएको नि बुबुले युट्युबतिर के हो तपाईँको यस्तो राम्रो छ कि तर सिसाको जस्तो देखिन्छ नि सिसा कस्तो देखिन्छ मेरो त महँगो न महँगो 2500 लाएर 2500 राम्रो
बिचरा मेरो पुन्टु गएन स्केट खेल्न सबैजना गयो ऊ चाहिँ एक्लै बसिरहेको छ नजाने भनेर त्यस्तै हुन्छ यो छ क्या माइजू त पनि यस्तो कस्तो अरे माइजू हो त्यो क्या एउटा आइपुग्नु भयो स्केट खेलेर अन्त गुड जब कहाँको गएको पनि न्यू साइकल हाम्रो सुबुडुको न्यू साइकल बुढो भयो नि यो साइकल सिकाउनु बेला भएन सानोमा सिकाउनु पर्ने थियो छ मेरो भनेको हेलो गाइस आज हामी चटपटे बनाउनु हुँदैछ उहाँ चाहिँ चटपटे चाहिँ हामीले खेल्दैछौँ चटपटे बनाउनु मान्छु आज हामी निस्केको गाइस माउलोबाट नयाँ साइकलको स्टार्ट खै कुदाएर देखाउनुहोस् त फुपूलाई खै कुदाएर देखाउनु त फुपूलाई छोडिदेऊ त कान्छीले अलिकति त चाल्नुहोस् न गो हामी चाहिँ निस्किमै बेबीलाई भेटेर अब बेबीलाई कहिले भेट्नु होला बाइक मलाई चुप्पा गरिसकेको खै त हेर आलु लेल्लो पनि भन न आलु त हो त्यो बिक्री भइहाल्छ कि गाई छेरेर त आजबाट उसले आलु व्यापार गरेको छ विदेशमा अब भिसा क्यान्सल भएको अवस्था छ अनि उसले आलु बेच्न थालेको आज के को हट शनिबार हट्या शनिबार हट्या होइन आज वाह वाह ऊ अङ्कल ऊ मित्र भेटेछ त